स्वागत छ तपाईहरुलाई यस पोडकास्टमा प्रभुको जीवित वचन एफएसी भाग 16 लिएर तपाई समक्ष आएका छौं। यस वचनद्वारा तपाईहरुलाई व्यक्तिगत आत्मिक लाभ साथै प्रभुमा उत्साह गराउनका लागि तपाईहरुलाई यस पोडकास्टद्वारा प्रभुको जीवित वचन सुनाउन चाहन्छौं। आउनुहोस् आजको यस प्रवचनमा आदरणीय पास्टरज्यूलाई यो समय दिन चाहन्छु। सबैलाई हाम्रो प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। आज हामी फेरि एफएसीको पुस्तकबाट हामी सिक्दैछौँ। त्यसकारण यदि तपाईँको बाइबल छ भने कृपया साथ एफएसीको पुस्तक अनि 3 अध्याय फेरि पल्टाउनु होला। आज हाम्रो चौथो भाग परमेश्वरको परिपूर्णताको बारेमा जानेको विषयको बारेमा हुँदैछ र हामी फेरि एफएसीको पुस्तक 3 अध्यायको 14 पददेखि 21 पदसम्म हामी पढ्नेछौँ अनि विशेष आज हामी 18 र 19 पदलाई हेर्दैछौँ। परमेश्वरको वचन यसरी लेखेको छ, यही कारणले हाम्रो प्रभु येशू ख्रीष्टका पिताको सामु म आफ्नो घुरा टेक्छु, जसबाट स्वर्गमा र पृथ्वी माथि सारा गर्नको नाम राखिन्छ, कि उहाँले तिमीहरूलाई यो दान दिउन्, उहाँको महिमाको दान अनुसार उहाँकै आत्माद्वारा समर्थीले भित्री मानिसमा तिमीहरूले बल पाउन सक र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा वास गरून्। प्रेममा जरा गरिएको र जग बसालेको हुँदै तिमीहरूले छोराई लम्बाइ गहिराई र उचाइ के रहेछ सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक र ज्ञानलाई जानेर नसकिने ख्रीष्टको प्रेमलाई जान सक, कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर हो। अब उहाँलाई जसले हामी भित्र कार्य गर्ने सामर्थ्य अनुसार हामीलाई मागेका वा सोचेका सबै कुराहरूभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ। उहाँलाई नै मण्डलीमा ख्रीष्ट येशूद्वारा पुस्ता पुस्तासम्म युग अनुयुग महिमा भइरहोस्। आमेन। प्यारो परमेश्वर पिता, यस समयको लागि हामी तपाईँलाई धन्यवाद भन्न चाहन्छौँ। कृपया यही समयमा तपाईँको आफ्नै नाउँलाई महिमा पर्नुहोस्, मलाई होच्याउनुहोस् र सबै सुन्ने व्यक्तिहरूलाई आशिष पर्नुहोस्। येशू ख्रीष्टको नाममा आमेन। साँच्चै परमेश्वरले जस्तै स्वर्गमा रहने परमेश्वर हामीलाई उहाँको सबै परिपूर्णता दिन चाहनुहुन्छ। कति आशिषको कुरा हो, कति राम्रो कुरा हो। अब त्यही विषयको बारेमा हामी सिकिरहेका छौँ, कसरी परमेश्वरको आफ्नै परिपूर्णता हाम्रो जीवनमा पाउने अनि त्यसलाई हाम्रो जीवनमा एउटा व्यवहारिक रूपमा प्रयोग गर्नेको विषयको बारेमा हामी सिकिरहेका छौँ। एकछिन हामी एफएसीको पुस्तकलाई छोडेर अनि हामी यिर्मयाको पुस्तकलाई हामी हेर्छौँ। यिर्मयाको पुस्तक 15 अध्यायको 16 पद। यिर्मया अगमवक्ताले यसरी भन्नुभएको थियो, तपाईँका वचनहरू फेला परे र मैले तिनलाई खाएँ, अनि तपाईँका वचनहरू मेरो निम्ति हर्ष र मेरो हृदयको आनन्द भए, किनकि हे परमप्रभु सेनाहरूका परमेश्वर म तपाईँको नामले खलाएको छु। हेर्नुहोस् त, अगमवक्ता यिर्मयाको हृदयमा परमेश्वरको वचन कति विशेष कुरो थियो, त्यो उहाँको लागि एकदमै प्यारो थियो। यिर्मया अगमवक्ताले परमेश्वरको वचनलाई अति प्यारो ठान्न सक्नुभयो। हामी विश्वासीहरू जसै अहिले हामी मण्डलीको युगमा हामी बसिरहेको छौँ अनि हामीलाई जुन रहस्य चाहिँ यिर्मयाले बुझ्नु भएको थिएन, कसरी हामी प्रभु येशू ख्रीष्टमा अन्य जाति र यहुदी जातिहरू एउटै भएको छौँ अनि हामी उहाँको पवित्र आत्मा हामी भित्र रहन सधैँभरि हामी पाउँछौँ। यदि उहाँ खुसी हुनुहुन्थ्यो परमेश्वरको वचनबाट, हामी झन् खुसी हुनुपर्ने हो जब हामी परमेश्वरको सारा परिपूर्णता हाम्रो जीवनमा हामी पाउँछौँ। कति ठुलो आशिष हामी पाउँछौँ। आयुबको पुस्तक 23 अध्यायको 12 हेर्नुहोस्। आयुबको पुस्तकमा हामी 23 अध्याय अनि 12 पद पढौँ। न त उहाँको ओठका आज्ञाहरूबाट म पछि हटेको छु, मैले उहाँको मुखमा वचनहरूलाई मेरो आवश्यक भोजन भन्दा बढी मूल्यवान ठानेको छु। हेर्नुहोस्, आयुबको नजरमा परमेश्वरको वचन एउटा भोजन भन्दा मूल्य थियो। वचन सङ्ग्रह 1 अध्यायको 2। तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा दिन रात मनन गर्दछ। हेर्नुहोस्, दाउद राजाको नजरमा परमेश्वरको व्यवस्था, परमेश्वरको वचन कति विशेष कुरा, त्यसलाई दिन र रात मनन गर्न मन लाग्यो। 119 वचन हामी पल्टाउँछौँ। 119 अध्यायको 167 पद हामी पढ्नेछौँ।
मेरो प्राणले तपाईँको साक्षी वचनहरू पालन गरेको छ अनि म तिनलाई अत्यन्तै प्रेम गर्छु। हामी परमेश्वरको वचन हामी पाएको छौँ। अनि यदि पुरानो करारमा अगमवक्ताहरू परमेश्वरको वचनको बारेमा अति धेरै मायाको शब्दहरू लेख्न सक्नुभयो अनि भित्री मनदेखि उनीहरू परमेश्वरको वचनलाई खोज्नुभयो, अवश्य नै हामी यही पुस्तकमा जस्तै हामी परमेश्वरको पुरा प्रकाश हामी पाएको छौँ। अनि त्यो मात्र होइन, हामीसँग पवित्र आत्मा हुनुहुन्छ जसै हामी भित्र बास गर्नुहुन्छ। अवश्य नै यो आशिष हाम्रो लागि अति मूल्यको कुरा हुनुपर्ने हो। प्रभु येशू ख्रीष्ट विश्वासद्वारा हाम्रो हृदयमा बास गर्न चाहनुहुन्छ। मात्रै त्यहाँ बास गरेर अनि जबरजस्ती बाहिर होइन, तर त्यो उहाँको इच्छा हो अनि हामी उहाँलाई न्यानो स्वागत गराउनु पर्ने हो। हरेक जीवनको क्षेत्र हामी उहाँलाई दिनुपर्ने हो। अनि पावल प्रेरितको प्रार्थना यही विषयको बारेमै छ, ताकि व्यवहारिक रूपमा हामी एउटा क्रिस्चियन हुन सक्छौँ अनि परमेश्वरको आज्ञाहरू हामी पालन गर्न सक्छौँ। अनि कसरी हामी गर्न सक्छौँ? जब हामी पवित्र आत्माको वरपरिमा हामी हिँड्छौँ। अनि त्यो कस्तो देख्छ? जब हामी पवित्र आत्माको इच्छालाई हामी समर्पण गर्छौँ। हामी 16 पद अनुसार हाम्रो मुख्य खण्डमा हामी के पाउँछौँ? भित्रै मानिसमा हामी बलियो हुन सक्छौँ। कसरी? जब परमेश्वरले उहाँको आफ्नै महिमाको धन अनुसार हामीलाई उहाँको पवित्र आत्माको शक्तिद्वारा भित्रै मानिसमा बलियो पर्नुहुन्छ। अनि जब हामी भित्रै मानिसमा बलियो भइसकेपछि त्यसपछि हाम्रो हरेक जीवनको क्षेत्रलाई परमेश्वर नियन्त्रण गर्दै हुनुहुन्छ। अनि उहाँ हाम्रो हृदयमा एउटा एकदमै नजिक, एकदमै स्वागतको महसुस पाउनुहुन्छ। अनि जब त्यस्तै हुन्छ, गाएको पटक जस्तै हामीले सिक्यौँ 19 पदमा, हाम्रो भित्रै मनमा उहाँको प्रेमलाई प्रकट गर्न चाहनुहुन्छ। फेरि हाम्रो मुख्य खण्डलाई हेर्नुहोस्। हामी आज विशेष 18 र 19 पदलाई हेर्दैछौँ। तिमीहरूलाई चौडाइ, लम्बाइ, गहिराइ र उचाइ के रहेछ सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक र ज्ञानलाई जानेर नसकिने ख्रीष्टको प्रेमलाई जान सक कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर हो। हेर्नुहोस् त, जब हामी परमेश्वरलाई हाम्रो सबै जीवन हामी दिन्छौँ अनि उहाँ हाम्रो हृदयमा एउटा एकदमै न्यानो स्वागत पाएर हाम्रो हृदयमा बास गर्नुहुन्छ, त्यसले नै उहाँको प्रेम हाम्रो हृदयमा फुलाउन थाल्छ। अनि त्यसको साथसाथै उहाँको सबै परिपूर्णता हाम्रो लागि उपलब्ध छ। परमेश्वरको प्रेम हाम्रो हृदयमा एउटा जरा झै गाडिएको हुन्छ र एउटा बलियो जग झै बसालिएको हुन्छ, जुन जगभन्दा माथि हाम्रो जीवन निर्माण सक्छौँ। अनि हामी त्यो प्रेम जान चाहन्छौँ। त्यहाँ 19 पदले के लेखेको छ? र ज्ञानलाई जानेर नसकिने ख्रीष्टको प्रेमलाई के गर्ने? जान सक। हेर्नुहोस् त, यस प्रेम हामी केही कुरा माथिमा निर्मार्छौँ अथवा केही कुराभन्दा माथि हामी बनाउँछौँ। परमेश्वरको प्रेमको गहिरो प्रेमको महसुसभन्दा माथि हामी यो ज्ञानलाई हामी निर्मार्न सक्छौँ। यो प्रेम चाहिँ हाम्रो जीवनको लागि एउटा जग बसालेको हुन्छ। यदि तपाईँ म एउटा क्रिस्चियन हुँ भन्ने कुरा तपाईँ दावी गर्दै हुनुहुन्छ, तर अरू मानिसहरूलाई प्रेम देखाउने गाह्रो भएको छ, वास्तविकमा तपाईँ सत्यको कुरामा हिँड्दै हुनुहुन्न। अनि तपाईँ वास्तविक त्यो 16को पदमा भएको सत्यता तपाईँको जीवनमा महसुस गर्नुहुन्न। तपाईँ भित्रै मानिसमा कमजोर हुनुभएको छ। तपाईँ पवित्र आत्माको अधिकारलाई समर्पण गर्दै हुनुहुन्न अनि तपाईँको भित्रै मानिसमा कमजोर भएको छ। किनकि जब हामी पवित्र आत्माको आज्ञाहरू अनि उहाँको प्रेरणालाई समर्पण गर्छौँ, त्यसले नै उहाँ हाम्रो जीवनलाई नियन्त्रण गर्नुहुन्छ अनि आत्मिक जीवन हामीद्वारा फैलाउनुहुन्छ। अनि आत्मिक जीवनको पहिलो फल गलातीको पुस्तक 5:22 अनुसार के छ त? प्रेम हो। हेर्नुहोस् त, यदि तपाईँको जीवन अनि तपाईँको घरमा प्रेम कमी हुन्छ, यदि श्रीमान अनि श्रीमतीको बिचमा सधैँभरि झगडा रहन्छ, यो एउटा व्यक्तित्वको समस्या होइन, यो एउटा भित्रै मानिसको कमजोरीको समस्या हो। बाइबलले हामीलाई आज्ञा दिन्छ एकअर्कालाई प्रेम गर। त्यसकारण समस्या हामी एकअर्कासँग राम्रोसँग काम गर्न सक्दैनौँ। उहाँको व्यक्तित्व र मेरो व्यक्तित्व एकअर्कासँग मिल्दैन,
त्यो हाम्रो समस्या होइन। समस्या के छ? स्वार्थपन र पाप हो। विचार गर्नुहोस् त, जब प्रेम कमी हुन्छ त्यो भनेको पाप त्यहाँ बढी हुन्छ हाम्रो जीवनमा। जब हामी अरूलाई प्रेम देखाउन धेरै गाह्रो भएको छ त्यो भनेको पाप उपस्थिति हुन्छ। तर सायद कहिलेकाहीँ हामी भन्छौँ, तपाईँलाई थाहा छैन यी मानिसहरू कस्तो तरिकाले मलाई व्यवहार देखाएको छ, कसरी म उनीहरूलाई प्रेम गर्न सक्छ त? हेर्नुहोस् त, परमेश्वरले जब हामी उहाँलाई प्रेम गरेनौँ अनि जब हामी उहाँको विरुद्ध नै हामी उहाँको शत्रु थियौँ भए पनि परमेश्वर हामीलाई प्रेम गर्नुभयो। त्यस किसिमको प्रेम एउटा असल जीवन जिउने तरिका हो। प्रेमले भरपूर हुने, भलाइ देखाउने, अनुग्रह देखाउने, एउटा कृपा देखाउने मानिस हुने। त्यो कहिले हुन सक्छ जब हामी भित्री मानिसमा बलियो हुन्छौँ अनि हामी परमेश्वरको पवित्र आत्माको इच्छालाई समर्पण गरेको छौँ अनि येशू ख्रीष्टको आत्मा हामी भित्र एकदमै दुःख बिना बास गर्नुहुन्छ अनि उहाँ हाम्रो हृदय उहाँको प्रेमलाई नियन्त्रण गर्नुहुन्छ। सम्झनुहोस्, जुन रात येशू ख्रीष्टलाई पक्राएको थियो त्यही एउटै रातमा येशू ख्रीष्टले उहाँहरूलाई के भन्नुभयो? म तिमीहरूलाई सबै प्रेम गर्छु। अन्तसम्म उहाँ उनीहरूलाई प्रेम गर्नुभयो। पहिलो कोरिन्थीको पुस्तक 13 अध्याय हामी त्यहाँ 1 पददेखि हामी 4 पदसम्म हामी पढ्न सक्छौँ अनि त्यहाँ के देखाउँछ हामीलाई? जति धार्मिक कामहरू हामी गर्छौँ यदि हामीसँग प्रेम छैन भने त्यो धार्मिक काम व्यर्थ हो। हामी अति धेरै परिश्रम गर्न सक्छौँ, हामी गरिबीहरूलाई खुवाउन सक्छौँ, हामी विभिन्न चार्यको काम सायद पनि गर्न सक्छौँ होला कि, तर यदि हामीसँग प्रेम चाहिँ छैन भने त्यो सबै व्यर्थै कुरो हो। सबै पवित्र शास्त्रको लक्ष्य एउटै आज्ञामा निष्कर्ष गर्न सक्छौँ। प्रभु तपाईँको परमेश्वरलाई प्रेम गर, तपाईँको सबै हृदय, तपाईँको सबै प्राण, तपाईँको मन अनि तपाईँको सबै बलले प्रेम गर। अनि अर्कोलाई को? तपाईँको छिमेकी आफैलाई चाहिँ प्रेम गर। रोमीको पुस्तक 13 अध्यायको 8 पद पल्टाउनुहोस्। एक अर्कोलाई प्रेम गर्नु बाहेक कुनै पनि कुरामा कसैको ऋणी नहो, किनकि जस्तै अर्कोलाई प्रेम गर्दछ उसलाई व्यवस्था पुरा गरेको छ। सबै व्यवस्थाहरू, नचोर्नु, हत्या नगर्नु, लालसा नगर्नु, व्यभिचार नगर्नु, झुट गवाही नभन्नु, यी सबै व्यवस्थाहरू हाम्रो छिमेकीलाई प्रेम गर्नेमा पुरा हुन्छ। यदि हामी परमेश्वरलाई प्रेम गर्छौँ भने हामी उहाँको नाउँ व्यर्थमा हामी लिँदैनौँ। विश्वासीहरू प्रेममा जीवन जिउनु पर्ने हो। एफएसी 5 अध्यायको 2 हामी पाउँछौँ, प्रेममा हेर। अनि कस्तो खालको प्रेम? येशू ख्रीष्टको प्रेम। यो एउटा आफैबाट दिने खालको प्रेम हो, यो एउटा निस्वार्थ प्रेम हो। अनि 18 पद हाम्रो मुख्य खण्डमा के देखाउँछ? यो प्रेम सबै विश्वासीहरूको लागि उपलब्ध हो। अनि 19 पदमा यो कस्तो खालको प्रेम हो अथवा कसको प्रेम हो? यो येशू ख्रीष्टको आफ्नै प्रेम हो। यो भनेको यो प्रेम विश्वासीहरूलाई अद्वितीय हो। यो प्रेम हाम्रो सबै ज्ञानभन्दा माथि हुन्छ अनि यो भनेको स्वाभाविक मान्छेले त्यसलाई बुझ्न सक्दैन। यो प्रेम परमेश्वरबाट मात्र आउँछ। अब फेरि 18 पद हेर्नुहोस् त। तिमीहरूलाई चौडाइ, लम्बाइ, गहिराइ र उचाइ के रहेछ सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक। हामी विभिन्न तरिकाले परमेश्वरको प्रेमको चौडाइ, लम्बाइ, गहिराइ र उचाइलाई व्याख्या गर्न सक्छौँ। चाहे तपाईँले काभरीको क्रुससँग तपाईँले तुलना गर्न सक्नुहुन्छ। त्यो क्रुस काठबाट बनाएको क्रुस चौडा छ, अग्लो छ, गहिरो छ। तर अर्कै तरिका अझै असल हुन्छ जस्तै लाग्छ मलाई। एफएसीको पुस्तकद्वारा हामी परमेश्वरको प्रेमलाई व्याख्या गर्न सक्छौँ। परमेश्वरको प्रेम कति चौडा छ? एफएसीको पुस्तक 2 अध्याय अनि 11 पद हामीलाई देखाउँछ त्यो कति चौडा छ। त्यो सबै जातिहरू प्रभु येशू ख्रीष्टमा एउटै बनाउन चाहन्छ। अति फर्किलो छ। त्यो के गर्छ? त्यो जुन बित्ताहरू जात जातिको बिचमा बाहिरेको छ त्यो भत्काउँछ।
जुन भित्रहरू हामीलाई अलग बनाएको छ, प्रेमले त्यसलाई जित्छ, त्यसलाई भत्काउँछ अनि हामीलाई एकता गराउँछ। परमेश्वरको प्रेम त्यति छोरो छ, सबै जातिहरूको लागि उपलब्ध छ। परमेश्वरको प्रेम कति लामो छ। एफएसीको पुस्तक 1:4 पर हामीलाई देखाउँछ परमेश्वर हामीलाई उहाँको आफै हुनको निम्ति यस संसारको सृष्टि गर्नुभन्दा अगाडि एउटा योजना बनाउनु भयो हामी उहाँको आफ्नै हुनलाई। परमेश्वरको प्रेम त्यति लामो छ, अनन्तदेखि रहिरहेको छ त्यो प्रेम। अनि त्यो प्रेम, परमेश्वरको प्रेम कति गहिरो छ। एफएसीको पुस्तक 2 पुल्तानुस हामी हेर्छौँ 1-3 पद। अनि तिमीहरूलाई अर्थात् अपराध र पापहरूमा मरेकाहरूलाई उहाँलाई जीवित पारिदिनु भयो। ती पापमै तिमीहरू बितेको समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात् त्यस आत्मा अनुसार हिँड्थ्यो, जसै अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्छ। तिनीहरूको बीचमा हामी सबैलाई शरीर र मनका लालसाहरूमा पूरा गर्दै बितेको समयमा आफ्नो शरीरको इच्छाहरूमा जीवन बितायौँ र स्वभावले हामी पनि अरू जस्तै क्रोधको सन्तान थियौँ। परमेश्वरको प्रेम कति गहिरो छ। उहाँको प्रेम सबभन्दा दुष्ट पापीलाई भेटाउने र बचाउने खालको प्रेम हो। हाम्रो सबभन्दा कालो पापलाई मेटाउनेलाई क्षमा गर्ने र हामीलाई नयाँ र जीवित बनाउने खालको प्रेम हो। परमेश्वरको प्रेम त्यति गहिरो छ, एउटा नरक जानको योग्य व्यक्तिलाई भेटाउन सक्ने खालको प्रेम हो। अनि उहाँको प्रेम कति उच्च छ। एफएसीको पुस्तक 1:3 हामीलाई देखाउँछ हाम्रो प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य हुन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा कुन ठाउँमा? स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूलाई ख्रीष्टमा आशिषित पार्नु भएको छ। 2:6 अनि हामीलाई सँगसँगै बोराएर उताउनु भयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाउनु भयो। परमेश्वरको प्रेम कति उच्च छ। त्यही हामीलाई के गर्न सक्छ? हामीलाई स्वर्गीयको स्थानमा बसालेको हुन्छ। त्यो हामीलाई स्वर्गीयसम्म पुर्याइदिने खालको प्रेम हो। उहाँको प्रेम छोरा छ, सबैको लागि उपलब्ध छ। उहाँको प्रेम लामो छ, त्यो अनन्तकालदेखि अनन्तसम्म रहिरहने प्रेम हो। उहाँको प्रेम गहिरो छ, त्यो स्वर्गबाट नरकसम्म पुग्ने खालको प्रेम हो। त्यो नरक पुग्ने व्यक्ति जस्तै नरक पुग्नु पर्ने हो, त्यही व्यक्तिलाई बचाउन सक्ने खालको प्रेम हो। उहाँको प्रेम कति उच्च छ। त्यही प्रेम हामीलाई नरकबाट बचाएर स्वर्गसम्म हामीलाई पुर्याइदिन्छ। अनि यही प्रेम हामीलाई कमाउन सक्दैन। यही प्रेम परमेश्वर हामीलाई सितेमा देखाउन चाहनुहुन्छ। उहाँ स्वर्गबाट उहाँको आफ्नै एकमात्र जन्माएको पुत्र यस पापी संसारमा पठाउनु भयो। जब उहाँले कहिले पनि पाप गर्नु भएन, त्यसले नै उहाँ हाम्रो पापको दुःख सहनु पर्थ्यो। पाप नजानेलाई हाम्रो लागि पाप तुलाउनु भयो र काल्भरीको क्रुसमा उहाँको बहुमूल्य रगत बगाएर मर्नु भयो, गरिनु भयो र बढी उठ्नु भयो। अनि यदि हामी उहाँको बलिदान माथि विश्वास गर्छौँ भने उहाँ हामीलाई अनन्त जीवन दिनुहुन्छ र हाम्रो सबै पाप मेटाउनुहुन्छ र हामीलाई नयाँ मानिस बनाउनुहुन्छ। अनि यो त धर्मी जीवन जिउनलाई हामीलाई भित्री मानिसमा बलियो बनाउनुहुन्छ र उहाँको प्रेम हाम्रो हृदयमा पोखिन्छ। सबैलाई जय मसीह। नष्ट हुन आँटेको व्यक्ति प्रति उहाँले देखाउनु भएको उहाँको प्रेमको चौडाइ, लम्बाइ, गहिराई र उचाइ नाप्नै नसकिने किसिमको छ भनेर आज हामीले थाहा पाउन सकेका छौँ। आजको यस वचनद्वारा तपाईँहरूले आशिष पाउनु भएको छ। फेरि भेट्ने बाचाका साथ बिदा हुन्छु। हवस् त, धन्यवाद।